तीन दर्जन भन्दा बढी शासकीय सुधारका लागि सार्वजनिक निकायहरूको गाभ्न खारेजी र हस्तान्तरण गर्न सरकारको सिफारिस केबी शर्मा ओलीमाथि अनुसन्धान हुँदा निष्पक्ष कायम होस्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। अदालतको आदेश ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नु। पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउ। कानुनको शासनकी शक्तिको आड प्रधानमन्त्री बालन शाहले गरे मुटु हल्लिने घोषणा। अब भट्टाभट नेताहरू जेल जाने क्रम जारी। ओलीदेखि प्रचण्ड, देउबादेखि आरजू राणा, दीपक खड्का लगायतका नेताहरूको सम्पत्ति छानबिन सुरु। पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति। सभापति रवि लामिछानेको मुद्दाको पूर्ण सुनाइ हुने। अन्ततः सुरुवातबाट नै अब रवि लामिछानेको मुद्दा सुनाइ हुँदै सरकारले 100 दिने कार्यसूचीमा राखेन वैदेशिक रोजगारका विदेशमा रहेका नेपालीहरूको कार्यसूची। 3 पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र 3 का परिवारको सम्पत्तिमाथि धावा बोल्दै सरकारले अब छानबिन गर्ने। ओली लेखकलाई 5 दिन हिरासतमा राख्न अदालतको अनुमति। यसबारेमा पनि विशेष जानकारी। सरकारका शत्रु अब भ्रष्टाचार केन्द्रमा जनसेवा व्यस्त भएर सरकारका 100 बुँदे कार्यक्रम हेर्न पाइन। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। एमाले अध्यक्ष ओलीले गरे यस्तो गुनासो। बारेसाका यस्ता निर्णयले पुराना दलहरूलाई खैला बैला। काठमाडौँ क्षेत्रमा नेकपा एमालेको विध्वंस मचाउने गरी आक्रमण। केही ठाउँमा मुठभेड, केही कार्यकर्ता घाइते। अहिलेसम्म कहाँ के भयो त यसबारेमा जानकारी। सार्वजनिक सवारी साधनहरूमा तोडफोड, निजी सवारी साधनमा तोडफोड। आज झन विशाल आन्दोलनको घोषणा। नेकपा एमाले सचिव महेश बस्नेतले दिए यस्तो चेतावनी। बस्नेतमाथि पनि पक्राउ पूर्जी जारी हुन सक्ने। अब को नेता पक्राउ पर्दैछन् यसबारेमा विशेष जानकारी दिनेछौँ। आज पनि पक्राउको खबर पक्कै पनि सुन्न पाइन्छ। अब हेर्नुहोस् पुरा समाचार। दर्शकबिन नमस्कार। युट्युब च्यानल त्रिशुली खबर च्युमा तपाईहरूलाई हार्दिक स्वागत छ। देशभरका विभिन्न समसामयिक घटनाक्रमका साथ उपस्थित भइसकेका छौँ। त्यसकारणले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानल त्रिशुली खबरलाई सब्स्क्राइब गरेर जोडिन नबिर्सनुहोला। दर्शकहरू आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागू। काङ्ग्रेस नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। अदालतको आदेशमा भनिएको छ दीपक खड्काको हिजोको बयान कार्य सुरु भए पनि उनी विरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न अनुमति सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिब देखिँदा दीपक खड्कालाई हिरासतमा राखी उपर्युक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि आइतबारदेखि लागू हुने गरी 7 दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अन्तर्गत अनुशासन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले हिजो आइतबार दीपक खड्कालाई पक्राउ गरेको थियो। भदौ 24 गतेको प्रदर्शनकारीहरूले बुढा नीलकण्ठ स्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौँका बिटाका रुपियाँ भेटिएको भन्दै पैसा उडाएको भिडियो पनि त्यति बेला सार्वजनिक भएको थियो, जसले गर्दा उनी अब प्रहरीको हिरासतमा 7 दिन बस्ने भएका छन् र फागुन 21 गतेको निर्वाचनपछि ल्याएको म्यान्डेटको सरकारले अब एकपछि अर्को गर्दै भ्रष्टाचारका फाइलहरू खोल्दै जाने क्रम रहनेछ। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। जिल्ला अदालत काठमाडौँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले 5 दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो। प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचाररत अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्थापन गर्न समेत यो आदेश जारी गरिएको न्यायाधीश श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख गरिएको छ। पक्राउ लगत्तै अस्पताल भर्ना भएका ओली भने बिरामी भएका कारण इजलासमा भर्चुअल रूपमा उपस्थित भएनन्। ओलीलाई शनिबार बिहान भक्तपुरको गोन्डो स्थित निवासबाट पक्राउ गरिएको थियो। गत 23 र 24 भदौमा जेनजी आन्दोलन भएको थियो। उक्त आन्दोलनमा दमन भएको थियो। जेनजी आन्दोलनको बेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस नेता रमेश लेखक पक्राउ परेका हुन्। उक्त आन्दोलनमा भएको दमनबारे जाँच गर्न गठित आयोगले ओली र रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही अगाडि बढाउने गरी प्रतिवेदन तयार पारिसके। उनीहरू यतिखेर 5 दिनको लागि हिरासतमा रहने भएका छन् र 5 दिन हिरासतमा राखेर उनीहरूलाई अनुसन्धान गर्ने तयारी सरकारले गरेको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागौँ। यतिखेर IVIPहरू निकै ठुलो चपेटामा पर्ने देखिएको छ। एकपछि अर्को गर्दै बाली सरकारले 2-3 दिनको रफ्तारले जुन काम देखाएको छ त्यो प्रशंसा योग्य छ र देशभरबाट बालिन शाहको चर्चा परिचर्चा र स्याबासी पाइरहेका छन्। साथै नेपाल प्रहरीले 3 पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र 3 का परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ, जसले गर्दा दलका नेताहरूको भागम
भाग सुरु हुन थालेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरी स्रोतका अनुसार पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, 2 पूर्व मन्त्री आरजु राणा र दीपक खड्का तथा उनीहरूको परिवारको चल अचल सम्पत्ति र आम्दानीको स्रोतको विस्तृत छानबिन अगाडि बढाइएको छ। यस क्रममा पूर्व मन्त्री आरजु राणा देउबाका भाइ भूषण राणामाथि पनि अनुसन्धान भइराखेको छ। सो अनुसन्धान क्रममा आइतबार बिहान पूर्व ऊर्जा मन्त्री, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढा नीलकण्ठस्थबाट पक्राउ परेका थिए भने उनलाई 7 दिन हिरासतमा राख्ने गरी अनुसन्धान सुरु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा खड्कालाई नियन्त्रणमा लिएको र हिजो नै जिल्ला अदालतबाट म्याद थप गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धानमा देखिएका समस्याका कारण तत्कालीन पूर्व प्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको थियो। यसैबीच 24 भदौमा भएको आगजनी घटनाका क्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, दाहाल, खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए। त्यसपछि विभागले विस्तृत अनुसन्धानका लागि CIB लाई जिम्मा दिएको थियो भने अब यतिखेर धमाधम नेताहरू पक्राउ पर्ने क्रम जारी छ। अब पालो भने कसको भन्ने आम चासोको विषय भनेको छ। त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। सम्पत्ति छानबिन सम्बन्धी विषय विगतमा मैले नै उठाएको हो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूले नै उठाएकाले अहिलेको सरकारले गरेको निर्णयप्रति आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन्। संसदीय दलको बैठकपछि केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँकी कुरा अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने बताए। प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने विगतमा मैले नै आवाज उठाएको हो। सरकारले छानबिन गर्न लागिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्ययन गरेर मात्रै बनाउला। अहिलेको सरकारले कानुन सम्मत रूपमा गरेका कामबारे हाम्रो दलको समर्थन जहिले पनि रहनेछ र कानुन सम्मत नै यो सरकारले काम गरोस् भन्ने आफूहरूको मेन्टेन रहेको पनि बताएका छन्। र बाले सरकारले सुरुवाती चरणको काम भने केही विवादास्पद देखिए तापनि राम्रै सुरुवात गरेको बताएका छन्। साथै पुष्पकमल दाहाल प्रचण्डले सरकारको 100 बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उनले अन्य कार्यव्यस्तताका कारण उक्त कार्यसूची अध्ययन गर्न नभ्याएको बताए। उनले भने अरू कार्यव्यस्तताले गर्दा सरकारको 100 बुँदा कार्यहरू हेर्न भ्याएको छैन, हेरेपछि भनौला। साथै उनले सम्पत्ति छानबिनको विषय पनि आफूले पहिले उठाएका कारण पनि सरकारले कानुन गर्नेमा ढुक्क भएको उनको भनाइ छ। सम्पत्ति छानबिनको कुरा हामीले नै भनेको हो। पहिले नै प्रतिनिधि सभाको बैठकमा भनेको थिएँ सबैको सम्पत्ति छानबिन होस् भनेर। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विषयमा कहीँ कतै राजनीति पूर्वाग्रह नहोस्, निष्पक्षता कायम रहोस् र स्वतन्त्र ढङ्गले होस् भन्ने कुरा आफ्नो स्पष्ट धारणा रहेको समेत बताएका छन् भने यसमा सरकारले पनि स्पष्ट आफ्नो धारणा राख्नुपर्ने र सरकारले त्यसै अनुसार काम कारबाही अगाडि बढाउनु पर्ने उनको भनाइ छ। जसले गर्दा आफू सरकारले निष्पक्षता देखाएर काम गर्छ भन्नेमा आफू ढुक्क रहेको र त्यसै अनुसार काम गर्न पनि सरकारलाई सुझाव दिएको अवस्था छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुर संशोधन गरी फिर्ता लिने महाधिवक्ता कार्यालयको निर्णय विरुद्ध दायर रिट निवेदनमा पूर्ण इजलासमा सुनाइ हुने भएको छ। न्यायाधीश दय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले हिजो पूर्ण इजलासमा सुनाइ हुने आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। मंगलबारदेखि सुनाइ सुरु भए पनि नसकेपछि हेर्दैमा हिजोको लागि पनि राखिएको थियो। न्यायाधीश दय सागरका सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यही चैत्र 5 गते लामिछाने विरुद्ध सम्पत्ति शुद्धिकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता लिने महाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको थियो। साथै हिजोका लागि पेशी समेत तय भएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश दय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनाइ गर्न यही चैत्र 1 गतेका लागि पेश गर्न आदेश दिएको थियो। महाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आवास रेग्मीले सर्वोच्च अदालतमा छुट्टै रिट निवेदन दायर गरेका थिए। अन्ततः उनको भने अब सुरुबाट नै सुनाइ हुने भएको छ, जसले गर्दा रवि लामिछानेको मुद्दा केही पर लम्बिने सम्भावना समेत देखिएको छ। दर्शकबिन, जुन कुरा यतिखेर रवि लामिछानेले भोग्नु परेको छ त्यसका कारण पनि उनी
यसपालि भने मन्त्री बन्नबाट वञ्चित भएका छन्। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागेको। मुलुकको 43औं प्रधानमन्त्रीमा नियुक्ति बाली शाहले सुशासन विकास र नीतिगत सुधारका लागि साहसिक कदम चालेका छन्। प्रधानमन्त्रीमा नियुक्ति भए लगतैदेखि एक्सन थालेका बालिनका कदम साहसिक र सराहनीय देखिन्छन्। प्रथम त उनले कार्की आएको प्रतिवेदन कार्यान्वयनमा आड देखाए। जेएनजी आन्दोलन घटनाका छानबिन गर्न गठित प्रतिवेदनले कारबाही सिफारिस गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनु नै वर्तमान सरकारको प्रमुख चुनौती थियो, तर उनले यसलाई सफल बनाएका छन्। सङ्गठित दल र निर्वाचन अघि शक्ति जमाएर बसेको नेकपा एमाले नेतृत्वलाई नै पक्राउ गरेर अनुसन्धान गर्नु बाली सरकारका लागि चुनौती थियो। नेपाली राजनीति र शासनको सन्दर्भमा कानुनी राज्य भए पनि अहिलेसम्म शीर्ष नेतृत्वसम्म अनुसन्धान र कारबाही पुग्न सकेको थिएन, तर अब बाली सरकारले भने कानुनी समानताको उदाहरण पेश गरेको छ। अदालती फैसला जे जस्तो आए पनि हालका लागि केपी ओली र रमेश लेखकमाथि अनुसन्धान आरम्भ भएको छ। बाली नेतृत्वको सरकारले जनसेवालाई सर्वोच्च मानेको छ भने भ्रष्टाचारलाई प्रधान शत्रुको रूपमा परिभाषित गरेको छ। भर्खरै सार्वजनिक शासकीय सुधारका लागि सरकारका 100 कार्यसूचीले नै जनताको सेवालाई प्रधान र भ्रष्टाचारलाई शत्रुको रूपमा देखाएको स्पष्ट देखिन्छ। 2048 सालदेखि हालसम्म उच्च पदमा रहेका नेता तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने। नम्बर 2, विद्यालय तथा विश्वविद्यालय हाताभित्रका सक्रिय दलीय सङ्गठनहरू 60 दिनभित्र खारेज गरी 90 दिनमा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने। नम्बर 3, वास्तविक सुकुम्बासीको पहिचान गरी 1000 दिनमा समस्या समाधान गर्ने। नम्बर 4, मन्त्रालय घटाएर 17मा ल्याउने। नम्बर 5, सरकार र निजी अस्पतालका 10% बेड गरिब र विपन्नका लागि अनिवार्य निःशुल्क गर्नुपर्ने लगायत रहेका छन्। भ्रष्टाचारको अनुसन्धान खड्काबाट सुरु। सरकारले आफ्नो 100 कार्यसूचीमै भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि 3 दशकभन्दा बढी सत्तामा रहेका नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनेर स्पष्ट भनेको छ। सो घोषणा गरेको केही दिनमै सरकारले नेताहरूलाई धमाधम अनुसन्धानमा ल्याएको छ। आइतबार बिहान मात्रै नेपाली काङ्ग्रेसका नेता एवं पूर्व ऊर्जा मन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरणमा तानिए। उनलाई सिआइबीले महाराजगञ्जबाट पक्राउ गरेको हो। उनको पक्राउपछि गृहमन्त्री सुदन गुरुङले फेसबुकमा पक्राउ पूर्जी सार्वजनिक गर्दै मुलुकी फौजदारी संहिता 2074 को अनुसूची 9 को दफा 9 उपधारा 6 अनुसार पक्राउ पूर्जी जारी गरिएको उल्लेख गरेका छन्। प्रहरीका अनुसार खड्कालाई गत भदौ 24 को जेएनजी आन्दोलनको क्रममा खड्काको घरबाट भेटिएको रकमका कारण उनको सम्पत्ति छानबिनमा पर्ने भएका छन्। विगतको सरकारले शक्तिको आधारमा अनुसन्धान र अभियोजन गर्ने गरेको आरोप लाग्दै आएको थियो, तर बाली नेतृत्वको यो सरकारले भने सुरुकै दिनदेखि नै दल र शक्ति नहेरी सबै आरोपितहरूलाई कानुनी कारबाहीमा धमाधम पक्राउ गरी ल्याउने काम गर्न थालेको छ, जसले गर्दा देशैभरिबाट उनको बारेमा उत्साह छाइरहेको छ, उमङ्ग छाइरहेको छ। फागुन 21 गतिको दिएको म्यान्डेटले जुन बाली शाहलाई शक्ति दिएको छ त्यसले उनले काम गर्छन् भन्ने पनि चासोको विषय बनेको छ। साथै आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौ। प्रधानमन्त्री बाली शाहले शुक्रबार तथा गोपनीयताको शपथ ग्रहण लगतै सिंहदरबारमा सबै सचिवलाई बोलाएर निर्देशन दिएका थिए। नवनियुक्त प्रधानमन्त्रीले शपथ लगतै सचिवहरूलाई के निर्देशन दिए भन्ने बारे सर्वसाधारण मात्र होइन, निजामती सेवाकै तल्लो तहका कर्मचारीलाई पनि चासो छ। हामीले प्रधानमन्त्रीको निर्देशन के हो भन्ने बारे विभिन्न मन्त्रालयका 3 जना सचिवसँग कुरा गरेका छौँ। उनीहरूले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री बालीले मन्त्रीहरूले भने अनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। सरकारले गति मर्म र निर्देशन अनुसार काम गर्न नसक्ने हो भने मार्ग प्रशस्त गरिदिन पनि उनले आग्रह गरे। त्यस्तै मन्त्रीहरूले काम लगाउँदा नियम कानुन देखाएर पन्छाउने वा मन्त्रीहरूलाई पढाउने काम नगर्न समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सचिवहरूसँग प्रधानमन्त्री बालीको कुराकानी निकै छोटो समय चलेको थियो। उक्त बैठकमा सचिवहरूबाट आफ्नो कुरा राख्ने काम भएन। प्रधानमन्त्रीले एकहोरो निर्देशन दिएको र त्यो बैठक निकै छोटो समय चलेको हामीले कुरा गरेका सचिवहरूले बताएका छन्। प्रधानमन्त्रीसँग भएका मिटिङ मध्ये अहिलेसम्मकै छोटो यही हो। एक सचिवले हामीलाई भने उनले आफ्नो कुरा राखे, उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नु भएन। मन्त्री परिषदको शुक्रबारको पहिलो बैठकले शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गर्यो। उक्त कार्यसूचीमा 7 देखि 1000 दिनसम्मका कार्यक्रमहरू तोकिएको छ, जुन यतिखेर देशैभरि जनताले उक्त कार्यक्रमलाई मन पारेका छन् र बाली शाहको प्रशंसा गरिरहेको अवस्था छ, किनकि यतिखेर बाली शाहले जे गरेका छन् त्यसलाई भने सबैले चाहिँ यतिखेर
प्रशंसा गरिसकेको अवस्था छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागौँ। विभिन्न ठाउँहरूमा झडप भएको छ। नेकपा एमालेले विभिन्न ठाउँहरूमा ओलीलाई पक्राउ गरिसके रिहाईको माग गर्दै प्रदर्शन गरिरहेको छ। हामीले प्राप्त समाचार अनुसार नेकपा एमाले अध्यक्ष ओली पक्राउको विरोधमा आइतबार माइतीघर मण्डला बबरमहल सडक खण्डमा भएको प्रदर्शनमा 7 जना पक्राउ परे। अहिले पनि आज पनि प्रदर्शन जारी रहने बताइएको छ। प्रहरी र प्रदर्शनकारी बीच कुटाकुटको अवस्था भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए भने दर्जन जति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन कुमार भट्टराईका अनुसार नियन्त्रणमा लिएका 7 जनालाई प्रहरी विरुद्ध सिंहदरबारमा राखिएको छ। उनले नेपाली खबरसँग भने शान्तिपूर्ण प्रदर्शनमा हाम्रो हस्तक्षेप हुँदैन, संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न हामी दिँदैनौँ। आज नेकपा एमालेको प्रदर्शन पनि हुने बताइएको छ। नेत्री रामकुमारी छक्री लगायत नेताहरू सहभागी हुने पनि बताइएको छ, जसले गर्दा पनि नेकपा एमाले आजको आन्दोलनलाई थप सशक्त भएर निर्वाह गर्ने र सरकारले ओलीलाई रिहाई नगरेसम्म नेकपा एमालेको आन्दोलन नरोकिने चेतावनी समेत दिइरहेको छ, जसले गर्दा नेकपा एमालेको आन्दोलन सरकारलाई महँगो साबित हुने समेत चेतावनी दिएको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागौँ। मनसुन पूर्व नै विपद पूर्व न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन। गृहमन्त्री सुदन गुरुङले मनसुन पूर्व नै विपद जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। आइतबार सिंहदरबार स्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री सुदन गुरुङले विपद जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सबै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन्। सो क्रममा प्राधिकरणका अधिकारीहरूले विपद जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए। मनसुन आउनुभन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गुरुङले बताए। उनले नेपाल प्राकृतिक विपदको जोखिम राष्ट्र भएकाले पनि सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्। पाठ्यक्रममा नै समावेश गरेर विपद जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनले बताए। आफू 10 वर्ष अघिदेखि नै विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाउँमा आइपुगेको प्रतिक्रिया दिए। आफू कुनै पनि नागरिकले प्राकृतिक विपदबाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्नेमा जोड दिने मन्त्री गुरुङको भनाइ छ, जसले गर्दा पनि मन्त्री गुरुङले जनताको सेवालाई चुस्त दुरुस्त पारेर कसैलाई दुःख नदिकन काम गर्न समेत निर्देशन दिएका छन्। त्यसले गर्दा पनि जुन यतिखेर सुदन गुरुङले कदम चालेका छन् त्यसले चाहिँ राम्रो सन्देश भने पक्कै पनि दिएको अवस्था छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। यतिखेर नेपाली काङ्ग्रेसभित्र किचलोले उग्र रूप लिएको अवस्था छ। दुई पक्षबीच एकले अर्कोलाई आरोप लगाउने क्रम काङ्ग्रेसभित्र व्यापक रूपमा चलिरहेको अवस्था छ। किनकि यतिखेर रमेश लेखक पक्राउ परिसके गगन कुमार थापा पक्षले भने यसमा खासै प्रतिक्रिया जनाएन। कानुनी उपचार कानुनले जे गर्छ कानुनले गर्छ भन्दै यतिखेर गगन कुमार थापा भने यस विषयमा चुक्क बोलेन भने उता शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्काले आन्दोलनमा जाने घोषणा गरिसकेका छन्। सरकारले भदौ 23 गते गरेको हिंसाको आरोपित भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिसके काङ्ग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पुसको अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशन विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला नेकपा एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस नेता समेत रहेका तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउपछि काङ्ग्रेसका दुवै समूह सतहमा देखिएका छन्। शनिबार बिहान ओली र लेखक पक्राउपछि काङ्ग्रेसका धारणाबारे साँचो र चर्चा भइरहेका बेला पूर्णबहादुर खड्का र देवराज चालिसीले साँझ अलग अलग विज्ञप्ति जारी गरे। खड्काले 14औं महाधिवेशनको निरन्तरताका रूपमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका छन् भने चालिसीले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीको धारणा सार्वजनिक गरेका छन्। चालिसले सरकार संयमित नभई देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चिन्ता व्यक्त गर्दै 5 बुँदे धारणा बाहिर ल्याएका छन्। सरकारलाई उत्तेजना नआउन आग्रह गर्दै चालिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भदौ 23 र 24 का घटनाका सम्बन्धमा जाँचुज व्यक्ति तथा संस्थाहरूको निष्पक्ष पारदर्शी र विधिसम्म ढङ्गले अनुसन्धान अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा नेपाली काङ्ग्रेस स्पष्ट रहेको छ। भदौ 23 गतिको घटनामा संलग्न सँगै 24 गतिको आगजनी र विध्वंसमा संलग्न को थिए
भन्ने पनि जनताले थाहा पाउनुपर्ने जनाउँदै 2 दिनको घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने जनाइएको छ। तर खड्काद्वारा जारी विज्ञप्तिमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद जनाएको छ। आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई तयारी रहन उनले आग्रह गरेका छन्। सरकार गठन भए लगतै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार, संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ, खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ। आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नम्बर 721 को सिफारिस बमोजिम अनुसन्धान तह कि